सबैमासे 안녕하세요 अथवा नमस्कार भन्छु म सिजल पौडेलको। अनि आज पनि हजुरहरूलाई छपसोक्सा अथवा कन्जक्सन नेपाली अर्थमा संयोजक भन्ने लिएर आएको छु हजुरहरूको लागि। यस्तै के छ भन्दा चाहिँ भेष्टी प्लस नुन छुङ्गिदा भन्छ तैदै इरहेको हुनु भन्ने अर्थ दिन्छ। जस्तै कसरी इरहेको हुनु तैदै भन्ने चाहिँ कसरी भन्छ भन्दा चाहिँ यो हामीले पढेको गीता जस्तै हो। कुनै पनि कार्य गरिरहेको तर अन्त्य नभएको अवस्थामा प्रयोग गरिन्छ र गीतालाई प्राकृतिक कारणसँग प्रयोग गरिन्छ भने यसलाई प्राकृतिक कारणसँग प्रयोग गर्न पाइँदैन। के रहेछ त हामीले चाहिँ गीतालाई प्राकृतिक कारणहरूसँग चाहिँ प्रयोग गरिन्छ भने गीतालाई नुन छुङ्गिदालाई प्राकृतिक कारणसँग प्रयोग गर्न पाइँदैन। जस्तै भेष्टी प्लस नुन छुङ्गिदा यो हामीले पढेको गीता जस्तै हो। कि त कुनै पनि कार्य चाहिँ कार्य गरिरहेको तर अन्त्य नभएको अवस्थामा प्रयोग गरिन्छ र गीतालाई प्राकृतिक कारणसँग प्रयोग गर्न पाइन्छ भने नुन छुङ्गिदालाई प्राकृतिक कारणहरूसँग प्रयोग गर्न पाइँदैन। यो भनेको चाहिँ हाम्रो प्रेजेन्ट कन्टिन्युअस टेन्स चाहिँ चलिरहेको तर अन्त्य चाहिँ नभएको अवस्था चाहिँ हो। त्यसैको चाहिँ हाम्रो चाहिँ छपसोक्सा अथवा कन्जक्सन चाहिँ रहेको छ। जस्तै इक्जाम्पल देख्न सक्नुहुन्छ। जस्तै छिगा हाङ्गुकार खारु छिनेन छुङ्गे भन्छ। मैले कोरिया भाषालाई पढाइरहेको छु अथवा पढाउँदैछु तैदै अथवा इरहेको हुनु भन्ने चाहिँ यसै पर्यन्त। जस्तै अर्को छ दोस्रोमा अमनी गात छुबाङ हेस क्युरी हानन छिङ्गे भन्छ। के भन्नु भन्दा चाहिँ आमाले किचनमा खाना बनाइराख्नु भएको हुनुहुन्छ अथवा खाना बनाउँदै हुनुहुन्छ तैदै यसरी इरहेको हुनुहुन्छ भन्नु पाइयो। तैदै इरहेको हुनुहुन्छ भन्दा नि पाइन्छ। हाम्रो रहेको छ यति नै प्रेजेन्ट कन्टिन्युअस टेन्सको चाहिँ कन्जक्सन। जस्तै नुन छुङ्गिदा तैदै इरहेको हुनु गीता जस्तै हो। यसलाई चाहिँ हामीले बुझ्नुपर्ने मेन पोइन्ट भने चाहिँ जस्तै गीतामा प्राकृतिक कारणहरू भनेको चाहिँ जस्तै पानी चाहिँ जस्तै फाके फिगा हो